पोखरा विमानस्थलमा चिनिया संरक्षणमै अरबौं रुपैयाँ भ्रष्टाचार भएको छ। विमानस्थल बनाउने ठेक्का पाएको चीनको CAMC इन्जिनियरिङसँग खासमा विमानस्थल बनाएको अनुभव नै थिएन। त्यसमाथि चिनिया ठेकेदार कम्पनीले भनेकै लागतमा पोखरा क्षेत्रीय विमानस्थल बनाउन दिइयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार चीनको निर्माण कम्पनी CAMC इन्जिनियरिङलाई ठेक्का दिलाउन भनेर पोखरा विमानस्थलको नाटक रचिएको थियो। पोखरा विमानस्थलका नाममा CAMC इन्जिनियरिङ मार्फत नेपाली नेता, कर्मचारी र चिनिया उच्च अधिकारीले भ्रष्टाचार गरे। खासमा पोखरा विमानस्थल बनाउन 16 करोड 97 लाख अमेरिकी डलर लाग्नुपर्ने थियो। तर चाइनिज कम्पनीलाई ठेक्का दिन र त्यसबाट कमिसन असुल्नका लागि भनेर पोखरा विमानस्थलको लागत 24 करोड 44 लाख अमेरिकी डलर पुर्याइयो। परियोजनाको लागत बढाउन र विमानस्थल कुनै हालतमा आफैले हात पार्न चिनिया ठेकेदार चाइना CAMCले चालेका चालमा सहयोगी बनेका 56 जनालाई विपक्षी बनाउँदै आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। चिनिया ठेकेदार कम्पनी चाइना CAMC इन्जिनियरिङ भने सुरुवातदेखि नै पोखरा विमानस्थल आफ्नो पोल्टामा पार्न लागेको थियो। चिनिया कम्पनीले घुस खुवाउँदै अर्थ मन्त्रालयबाट विमानस्थल बनाउने ठेक्का हत्याउन खोज्यो। त्यसपछि चिनिया कम्पनीले जोर जबरजस्ती गरेर पोखरा विमानस्थलको ठेक्का लियो। चिनिया कम्पनीलाई ठेक्का दिलाउन भनेर मन्त्री परिषदबाटै निर्णय भयो। चिनिया ठेकेदार कम्पनीको पक्षमा मन्त्री परिषदबाटै निर्णय गराउन नेपाल स्थित चिनिया दूतावास नै सक्रिय भएको त्यतिखेरका उच्च पदस्थ कर्मचारी बताउँछन्। चिनिया दूतावास नै लागेर चाइना CAMCलाई ठेक्का दिएपछि भ्रष्टाचारको श्रृङ्खला एकपछि अर्को गरेर सुरु भयो। पोखरा विमानस्थलमा भ्रष्टाचार भयो भनेर कसैले समाचार लेखेपछि वा कसैले सामाजिक सञ्जालमा पोस्ट गरेपछि चिनिया राजदूत कूटनीतिक मर्यादा लत्याउँदै लड्न आउँथे। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनिया ठेकेदार कम्पनीमाथि नै भ्रष्टाचार मुद्दा लगाएर पोखरा विमानस्थलमा चिनिया संलग्नतामै भ्रष्टाचार भएको प्रमाणित गरेको छ। आवश्यक भन्दा 7 करोड 43 लाख 43 हजार 440 अमेरिकी डलर अस्वाभाविक रूपमा लागत बताएर चाइना CAMC इन्जिनियरिङलाई भुक्तानी गरी भ्रष्टाचार गरेको आरोप अख्तियारको छ। गरिब र विकासोन्मुख देशलाई आफै ऋण दिने र आफै भ्रष्टाचार गराउने चीनको ऋण कूटनीतिको शैली हो। अफ्रिकादेखि श्रीलङ्का, पाकिस्तान हुँदै नेपालसम्म चीनले यही शैली दोहोर्याएको छ।